हाई गाइज वेलकम ब्याक। हाम्रो अहिले अचानक अनप्लान ट्रिपको प्लान हुँदैछ। रातिको भन्दा नि बिहानको लगभग 2 बज्न लागेको छ। नयाँ वर्षको जनवरी 1, 2026 राति हामीले न्यू इयर सेलिब्रेसन गरिसकेपछि के गर्ने डिस्कसन गर्दा 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 अहिले लास्टमा हामीहरू ट्रिपमा हिँड्ने भनेको छौँ। कुन ट्रिप कहाँ जाने केही थाहा छैन। कुर्ग हुनसक्छ अथवा उटी हुनसक्छ। त्यसैले यहाँ दाइको प्याकिङ चलिरहेछ। हाम्रो अर्जुन दाइ सामान खोज्दै हुनुहुन्छ। अब ड्रेस चेन्ज गर्दै हुनुहुन्छ। यहाँ छत्र दाइले प्याकिङको लागि झोला निकालिसक्नुभयो। यहाँ ब्रस गरेर राख्नु भयो रातिको 2 बजे। यहाँ जिन्दगी नमिलेगी दोबारा हेर्दै हेर्दै हामीहरू ज्यादा इन्सपायर भइगयौँ जस्तो छ। अब हाम्रो यो ट्रिप एकदम के भन्छन् खतरनाक खाली ट्रिप हो यो। हाम्रो 2026 फर्स्ट मन्थ फर्स्ट डे 1 हाम्रो सुरु हुँदैछ नयाँ ट्रिपबाट। यहाँ झोला जामले बोकेछौँ। यहाँ हुनुहुन्छ हाम्रो अर्जुन दाई डीजे म्यान 2026 हाम्रो दाई हुनुहुन्छ यहाँ केशव दाई मेरो ड्राइभर हो लेको छत्र दाई जूनियर केशव हेर्नु झोला हालम त हालिहालौँ त। भाइ चाहिँ एकदम फास्ट एन्ड फ्युरियस 8 को लागि रेडी भइरहेछ। सरी 10 को लागि मिस्टेक। अनि यहाँ पछाडि चाहिँ मेन हामी टेम्पल जानु कार्यक्रम चाहिँ पछाडि भइरहेछ। कुनै डेस्टिनेसनको प्लान छैन। हामीहरू कुदेछौँ मैसुरसम्म जाने कमन बाटो मैसुरसम्म हो। त्यहाँदेखि छुट्टी लियो यहाँ हरिण सरी हिँड्यो। त्यहाँदेखि थाहा हुन्छ कहाँ जाने भने। केटाहरू सिरानी ल्याएर पुरा मोटर चलाउँदै हामीहरू पेट्रोल पम्पमा फ्युलिङ गर्नको लागि स्टप गरेका छौँ। गाडी यहाँ फ्युलिङ भइरहेछ। सुन्नु सिक्ने त्यस्तो 50 तोला सुनको सिक्ने देखेन क्या भाइ। गाडी बोकेर ये देखो दोस्तों मेरे सोने के फोन पे हीरे का कवर, ये मैं गरीबों में बांट दूंगा। आइफोन 17 प्रो मैक्स रे 16 प्रो मैक्स कति हो? एक मिनट बिर्सेँ नि म। तिर्का माडे यस्ता मान्छे त काम गर्छन्। 4 डिजिटको पिन याद गर्न नसक्ने मान्छेले कसरी जिन्दगी धान्छ। I have multiple credit cards. सब कुछ खरीद सकता हूँ, पैसों में अंधा हो गया हूँ, अंबानी में। Oh my god. All set guys, we are getting in again. हाम्रो बिस्तारा पुरै हाम्रो ब्लगर भाइ सुतिर ब्लगर भाइ वेलकम ब्याक गाइस। हामीहरू मान्डे टोलगेट यता मान्डे टोलगेट क्रस गरेर चिया खाँदैछौँ। अब मान्डे टोलगेट क्रस गऱ्यौँ। अहिले बिहानको 5:45 जति भयो। 6 बज्न थाल्यो। अब हामीहरू चिया खाएर अनि अगाडि बढ्छौँ त। ड्राइभरलाई मसा यहाँ ड्राइभरलाई स्पेसल ट्रिटमेन्ट हुँदैछ। यत्रो बाटो ल्याइसकेपछि अब हाम्रो गरम गरम चाया हुन्छ। चाया तातो चिया पिएर अनि हामीहरू अगाडि बढिहाल्छौँ फेरि। हामी चिया खाँदैछौँ यहाँ कफी कर्नरमा। चाय गरम हाम्रो बिहानको गरम म्यागी आयो। इट्स टाइम टु ह्याभ म्यागी। सबजना भोकाएर ठिस भाषण ठिस। ल गाइस हामी चाहिँ अहिले के अरे यो कुन रोड रे मान्डे टोलगेट मैसूर हाइवे। त्यत्रो भन्न परेन। मैसूरको त एक्जिटमा छौँ हामी। ल है गाइजहरू ल बुझ्नु पर्यो है हामी यहाँ छौँ अहिले। अब एकदिनपछि कहाँ हुन्छ नि त पनि बुझ्नु पर्यो। तपाईँहरूले गेस गरिराख्नु पऱ्यो। म चाहिँ के भन्दिनँ ल। नास्ता पानी भयो, तातो पानी चिसो पानी भयो, लाग्यौँ है त। हाम्रो 2026 जनवरी 1 को पहिलो बिहानी हुँदैछ। झिसमिसे बिहानी अझ पनि पुरै हुँदो रहेछ तर झिसमिस उज्यालो हुँदैछ।
तिमीलाई कसले किनिदियो फुल माया ओ फुल माया पैसा है बाजी तो गेम पलट दे शूटर भी है भी सब साथ में चलते रास्ते में गएंगे तो बंदे लफड़े चल बंदे लफड़े हमर माइंड फुल चार फिर भी दिमाग जरा टूटल दुगो तार आएगा गाड़ी में जब घूमे संसार केला दिन में अंधार पूरा देश ल गाइजहरू हामी त है मैसूर क्वार्टर है अब चाहिँ हामी उटीतर्फ लाग्दैछौँ है तरुता सिसामा झुल्के घाम नक्सा अगाडि छ कपिल ब्रोले राइड हान्दै हुनुहुन्छ बन्दीपुर नेसनल पार्कमा है यहाँ गाइजहरू फेरि यतातिर सुतिरहनु भएको छ यता छत्रपुर केटाहरूको पारा यस्तो छ डुलुवाको यो संसारमा निस्क्यौ 26 को फर्स्ट सूर्यको किरण चट्ट यहाँ खतरा भ्यू छ जङ्गलमा चट्ट हामी चढ्दैछौँ होइन यहाँ ब्रोले ड्राइभिङ गर्दै हुनुहुन्छ म भिडियो गर्दैछु गाउँको त्यो कच्ची धुलोदेखि सहरको झिलिमिलीसम्म हरेक पललाई कैद गर्छौ न ल गाइज हामी चाहिँ अब बन्दीपुर नेसनल पार्कतिर यता एरियामै छौँ होइन यहाँ जराए सराए यताउति ल हेर्नुहोस् यहाँ फेरि जरा यहाँ यस्तो छ टक्क ओ वाओ हाम्रो ड्राइभरको भूमिका निभाउँदै हुनुहुन्छ मिस्टर कपिल भाइ यहाँ जङ्गलको भ्यू हेर्दै जङ्गली जनावरहरू हेर्दै यता केटाहरू फेरि यहाँ फुवा छन् फेरि यहाँ इ यस्तो छ पारा अर्को मान्छे खै अर्को मान्छेको त टाउको पनि भित्र रहेछ यो ब्ल्याङ्केट सिरानी सबै उठाएर ल्याएको छन् रुमदेखि यहाँ पुरा व्यवस्था छ फेरि यहाँ होटेल नपाए यहीँ सुत्ने हेरी ल हेर्नुहोस् यहाँ मयूर पनि आयो फेरि हेर्नुहोस् त चट्ट कस्तो राम्रो भ्यू छ ल हेर्नुहोस् त गाइस ओहो नेपालकै झल्को दिन्छ है यो ठाउँले चाहिँ चट्ट नेपालकै पारा छ यहाँ चाहिँ वेलकम टु बन्दीपुर अहिले भनेर भर्खर सुरु गर्दै एरिया सुरु भयो क्या अब टक्क हेर्नुहोस् है यहाँ वेलकम टु बन्दीपुर हर्न बजाइरहेको छ फेरि त्यसलाई थाहै छैन कि यहाँ हात्ती छ फेरि तपाईँको हेर्नुहोस् त सट्ट हामी यो विशाल धरतीमा खुल्ला चरा झै भयौ राम्रो पाराले ल अगाडि यस्तो राम्रो मयूर आइसक्यो फेरि हेर्नुहोस् है यहाँ ल हेर्नुहोस् बाटो काट्नु लागिरहेको छ मयूरहरू पुरा यो बाटोमै छ यस्तो जरायोहरू मयूर हात्तीहरू धेरै राम्रो दानासँग गिरेको हुन्छ कि के हुन्छ भन्दा यिनीहरू त्यस्तै यस्तै जङ्गलको केटाकुटीहरू यताउति खानेलाई नि त अहिले बिहानको 9:30 बज्यो हामीहरू बन्दीपुर नेसनल पार्क क्रस भएर अगाडि आइसकेका छौँ अनि केटाहरूलाई भोक पनि लागिसक्यो होइन अनि मलाई पनि अलिअलि भोक लागिसक्यो अनि हल्का रेस्ट गरौँ चिया नास्ता खाऊँ अनि त्यसपछि अगाडि बढौँ भनेर हामीहरू यो क्याफे नजिक रोकेको छौँ हामीहरू अहिले नास्ता खाँदैछौँ यहाँ डोसा हामीहरू उटीभन्दा लगभग 29 किलोमिटर टाढा छौँ हामीहरू भर्खरै बन्दीपुर क्रस गरेर आयौँ नास्ता खाएर अनि फेरि अगाडि बढ्छौँ किप वाचिङ अहिले हामी यो उटी जानको लागि एउटा पहाड क्रस गर्दैछौँ यसलाई भन्छ 36 हेयरपिन टर्न्स एकदम सार्प टर्न छ 36वटा अनि यो टर्न हामीहरू लिँदैछौँ एकदम इन्ट्रेस्टिङ छ जिगज्याग एकदम स्नेकवाला टाइपको बेन्ड छ स्नेक पनि के यसको अगाडि कडकवाला बेन्ड छ एकदम सार्प टर्न्स स्नेक पनि ढाड भाँचिन्छ होला यस्तो Hold me close till I get up. Time is barely on our side. हामीहरू फाइनली उटीको डाँडा उटी आउनेवाला डाँडा क्रस गरेर आयौँ हेयरपिन बेन्ड्स भन्छ त्यसलाई त्यो क्रस गरेर आयौँ अब उटी सिटीतिर जाँदैछौँ हामीहरू दामी लोकेसन्सहरू छ बिचबिचमा मान्छेहरू रोकेर फोटो खिच्दैछन् भिडियो बनाउँदैछन् बडासित अब हामीहरू पनि अगाडि बढिरहेका छौँ कस्तो राम्रोसँग बनाएको छ कलेज जस्तो छ ठुलो
घुम्न खायो अगाडिबाट राइट छ उताबाट राइट छ तलबाट बोटिङतिर गएको थिएँ नि योबाट राइट यो राइट छ इमिडिएट राइट हेर्नुहोस् गाइस उटीको बजारको रमझम हेरौँ हामीहरू अब यो जाँदैछौँ दोटाबेट्टा भन्ने एउटा पहाडमा त्यहाँबाट सुटिङ पोइन्ट हुँदै जान्छौँ हामीहरू अनि त्यसको लागि यहाँ फास्ट्यागबाट पैसा काटेर हामीलाई बाटो छोड्छ यो के भन्छन् यो एन्ट्री जस्तो अनि हामीहरू अगाडि बढ्दैछौँ त यो हामीहरू पार्किङ एरियामा छौँ दोटाबेट्टाको जहाँ सुटिङ पोइन्टको हामी जाँदैछौँ गाडीको एकदम ज्यादा भिड छ टुरिस्टहरू धेरै आउनु भएको छ अनि यहाँ पार्किङ एरियामा जानको लागि एकदम इन्क्लाइन एरिया छ गाडी हल्का रोक्ने बेलामा तल जाला जस्तो डरलाग्दो छ यहाँ हाम्रो गाडी जाँदैछ पार्किङको लागि यहाँ कैयौँ गाडीहरू छन् धेरै टुरिस्ट आउनु भएको रहेछ फाइनली पार्किङ स्पट मिल्यो हामीलाई गाडी पार्किङ गरेर हामीहरू अब अगाडि बढ्दैछौँ अगाडि दाइहरू हिँडिराख्नु भएको छ म पनि पछि पछि जाँदैछु माथि यहाँ यो दोटाबेट्टा भन्ने हिलमाथि चाहिँ राम्रो बजार रहेछ मार्केट्स क्यापहरू अनि गलबन्दीहरू अनि कानमा कान ढाक्ने अब टोपी टाइपको ह्याडबिन टाइपको अनि एउटा कुरा हामीहरू यो दोटाबेट्टा हिलको साथसाथै यहाँ रहेको सुटिङ पोइन्ट पनि हेरेर फर्किन्छौँ भनेर हामीहरू एक्साइटेड भएर आएको थियौँ तर यहाँको सुटिङ पोइन्ट चाहिँ फल्स इन्फर्मेसन गुगलमा देखाएको रहेछ एक्चुअली सुटिङ पोइन्ट चाहिँ उटीदेखि फर्किँदाखेरि बाटोमा पर्छ जस हामीहरू यो हिल घुमेर फर्किन्छौँ अब हामीहरू यहाँ टिकट किन्ने ठाउँमा पुग्यौँ टिकट किनेर टिकट लिएर अनि पास हाम्रो छत्रदा अगाडि पुगिसक्नुभएको छ टिकट काटेर एन्ट्री गरिसक्यौँ अनि त्यसपछि मुत्ने ठाउँ खोज्दै हुन्छ हाम्रो छत्रदा अब मुत्ने ठाउँ पनि पत्ता लगाउनु पर्ने होला त्यसपछि अनि यतै कतै हामीहरू यो के भन्छन् डाँडाबाट तलतिर हेर्ने हो कि कहाँ हेर्ने हो यो डाँडाबाट के हेर्ने हो त्यो पत्ता लगाउँदैछौँ अहिले हामी चढ्दैछौँ टावरमा भ्यू टावरमा यो जालीको टनल जस्तोबाट हामी छिर्दैछौँ भित्र भए पनि गन्तव्य अझै बाँकी छ यो ठाउँमा यही एउटा भ्यू पोइन्ट रहेछ खासै राम्रो दृश्य छैन त्यहीमाथि आज अलिअलि कुहिरो लागेको हुनाले क्लियर भ्यू पनि देखेको छैन खासै धेरै किनेर छ त्यसो हामीहरू अब यहाँबाट रिटर्न हुन थालेको सी यू गाइस हामीहरू होटलको लोकेसनमा आएको छौँ यो हो होटल हामीहरू अब होटलमा के कसो छ बुझेर अनि चेक इन हान्छौँ त्यसपछि खाना खान जान्छौँ होटल पहिला पनि दाइहरू आएर यहाँ रोक्नु भएको रहेछ अनि सबै कुरो राम्रो लगाएर अनि फेरि यही होटल बसौँ भन्नुभयो हामीलाई देखाएको रुम चाहिँ यो हो सिङ्गल बेड होला सिङ्गल बेड मतलब 2-3 जना सुत्न मिल्छ तर एउटा बेड भएको पखल भएको अनि बाथरुमहरू पनि सब राम्रो छ बढिया गाइस वेलकम ब्याक हामीहरू होटल चेक इन गरेर आइसक्यौँ होटल हेरेर आइसक्यौँ सब कन्फर्म गरेर आइसक्यौँ मैले अघि नै देखाएको रुम जुन थियो त्यो हामीले लिएछौँ अनि त्यसपछि हामीहरू जाँदैछौँ अब खाना खानको लागि एउटा हैदराबादी दम बिरयानीवाला होटलमा हैदराबादी हाउसमा हैदराबादी हाउस दाइहरू पहिला पनि आउनुभएको थियो त्यो राम्रो लागेर त्यहीँ जाँदैछौँ बेस्ट फुड इन उटी अनि इफ यु वान्ट टु हेभ बेस्ट बिरयानी त्यो कहाँ छ त्यो लोकेसन पछि मैले पिन गर्छु हेर्नु होला जानु होला आयो हाम्रो हैदराबादी दम बिरयानी यो हो हाम्रो हैदराबादी दम बिरयानी अनि त्यसपछि पार्किङको लागि स्पेस हाम्रो छैन पार्किङको लागि स्पेस खोज्दैछौँ हामीहरू त्यसपछि हामी जान्छौँ यहाँ हैदराबादी दम बिरयानीमा राम्रो गाडी पार्किङ भयो अब हेरौँ कस्तो छ वातावरण त्यहाँ गएर म तपाईँलाई सानो क्लिप देखाउँछु खानाको एम्बियन्सको हाम्रो पनिर र रोटीसँग सुरुवात हुँदैछ अनि यसपछि अरू पनिर बिरयानी अरू दाइको लागि चिकन बिरयानी सब आउँदैछ दाइहरूले खाइसक्नु अलिअलि मैले खाँदैछु हाई वेलकम ब्याक गाइज हैदराबाद बिरयानी हाउसमा दाइहरूले भनेअनुसार चिकनको आइटमहरू चिकन बिरयानीहरू सबै राम्रै थियो भन्नुहुन्छ दाइहरूले हामी त भेज खायौँ आज भेज चाहिँ खासै एक्सपेक्टेड भएन
भेजमा रोटी र त्यो बटर पनिर के त्यो चाहिँ राम्रो थियो, बबाल थियो। तर यो भेज बिरयानी अनि यो पनिर बिरयानी यो सब पुरा एकदम बकवास थियो, खासै टेस्ट थिएन, पैसा बर्बाद थियो। तर चिकन आइटम खानेलाई चाहिँ सेटिस्फ्याक्सन मिल्छ, राम्रो छ। हामीहरू आइसकेका छौँ होटलमा अहिले खाना खाएर, अनि सबै सामानहरू होटलमा राखेर अनि अब पल्टिन लागेको। एकछिन आराम गर्नु पऱ्यो, अनि आराम गरिसकेपछि आरामले साँझतिर निस्किन पर्ला घुम्नको लागि। फेरि तपाईँलाई देखाउँछु हाम्रो होटलको बाल्कनीदेखिको भ्यू, त्यति राम्रो त छैन। अनि यहाँ दाइहरू पनि के हल्ला खुल्ला गरेर राख्नु भएको छ सुत्नलाई। यहाँ अर्जुन दाइ पल्टिनु भयो, यहाँ छत्र दाइ पल्टिनु भयो। हाम्रो केशव दाइको यस्तो कोइन्सिडेन्स पऱ्यो कि भित्ता र टी सर्ट एउटै कलरको पऱ्यो। अब हामी रेस्ट गर्ने हो त। हाम्रो जिन्दगानी लेन्डुप जिन्दगानी बिर्सेको लेन्डुप। हामी यो खानासाना खाएर 3 बजे सुतेका मान्छे 5 बज्यो के शब्दले उठाएर जबरजस्ती उठ्यौँ। अब बाहिर घुम्न जाने प्लान हुँदैछ। बाथरुममा गएर डिस्कोवाला फिल्म लिँदा हुनुहुन्छ दाइ यार। बाथरुम सिङ्गिङ हालिराख्नु भएको छ क्या, बाथरुम सिङ्गिङ। पर्पल रिजोर्ट्स, चर्च हिल रोड बिहाइन्ड युनियन चर्च, उटी। हामीहरू लगभग खाना खाएर 3 बजीतिर सुतेको, 5 बजी उठ्यौँ अनि फ्रेस भएर तता गरेर निस्किँदाखेरि 6 बजी लागिसक्यो। अब अलमोस्ट यति बेला सबै क्लोज भइसक्यो। बोटानिकल गार्डन जाने हाम्रो प्लान थियो, अब यति बेला क्लोज भइसक्यो होला। अब भोलि नै जाने हुन्छ होला त्यहाँ। अब हामीहरू हेर्छौँ कहाँ जान मिल्छ, ट्राई गर्छौँ। चक्लेट फ्याक्ट्री खुला छ भने चक्लेट फ्याक्ट्री जान्छौँ। लेट्स सी, किप अस वाचिङ गाइस। हाम्रो यो उटीको साँझको इभिनिङको राइडमा हामीहरू के एक्सपेक्ट गरिरहेछौँ भनेपछि अलिकता चिल गर्ने घुम्ने ठाउँहरू कतै भेटियोस्। जाँदैछ लेक भ्यूतिर। लेक भ्यूमा कस्तो वातावरण छ हेरौँ। मार्केटमा चाहिँ रात परेपछि हेरौँ। मार्केटमा चाहिँ खल्लीबल्ली सजियोस्, मान्छेहरू छन् अलिकति, तर पनि धेरै भिडभाड छैन अहिले। अनि मार्केट चाहिँ झिलिमिली सजियोस्। जियोस् मार्केट चाहिँ मैले सोचेको भन्दा धेरै चहल पहल छ। सानो ठाउँ भए पनि, सानो टाउन भए पनि उटी टुरिस्ट प्लेस हुनाले पनि होला मान्छेको चहल पहल चाहिँ कडा छ, एकदम भिडभाड राम्रो छ। हामीहरू आइपुगेका छौँ बोट हाउस। यहाँ पार्किङको लागि ठाउँ खोज्दैछौँ। खचाखच गाडीले भरिएको छ यहाँ। अब लगभग क्लोजिङ टाइम त भइसक्यो, त्यही पनि हामीहरू 1 राउन्ड सर हानेर आउँछौँ। हेर्दै गर्नु होला। हामीहरू स्टेसन एरियातिर आएको छौँ त्यो ट्रेनको लागि बुझ्नको लागि। अब ट्रेन पाउन त 99% पोसिबल छैन, किनकि प्रि बुकिङ गर्नुपर्छ। धेरै टुरिस्टहरू आइरहेको सिजन हो अहिले। तपाईँ एकचोटि गएर बुझ्दैमा के जान्छ भनेर हामीहरू बुझ्न आएको छौँ। यहाँ फ्ल्याग छ, अगाडि स्टेसन छ, अनि त्यसपछि यहाँ ट्रेनको डब्बा राखेको छ। हामी यहाँ छौँ यहाँ रेलवे स्टेसनमा। नाम के हो, उदगमण्डलम जस्तै छ नाम, अलि अप्ठ्यारो नाम छ। यो स्टेसन त्यहाँ ट्रेन देखेको छ नि, एउटा स्याम्पल ट्रेन हो। त्यस्तो ट्रेन हुन्छ सानो साइजको, जस्तै दार्जिलिङमा छ त्यस्तो एउटा टोय ट्रेन भन्छौँ हामीहरू, तर त्यो एक्चुअल लोकल ट्रेन हो यहाँको। अनि टुरिस्टहरूले मोस्टली घुम्नको लागि प्रयोग गर्नुहुन्छ। हामीहरू रेलवे स्टेसन गएर ट्रेनको बारेमा बुझ्यौँ। कोही कर्मचारी त थिएन त्यहाँ, के टासेको इन्फर्मेसनहरू त्यो हेरेर हामीले अनलाइन बुकिङ गऱ्यौँ। अनि हाम्रो टिकट कन्फर्म भयो भोलि बिहान 11:30 AM को। बोर्डिङ स्टेसन यहीँको हुन्छ बोर्डिङ स्टेसन। अनि त्यसपछि भोलिको के हुन्छ, भोलिको एडभेन्चरको लागि तपाईँहरू किप वाचिङ।
चस्मै चस्मा सधैँ अब वा जल्ला ग्याङ म्याचेस बेबी तिमी ब्याड बिच कत्रा कत्रा कडक खै त हाम्रो केशव दाई यहाँ एउटा हाम्रो के भन्छन् दिदी ब्रान्डको वाच छ यहाँ दिदी ब्रान्डको वाच कहाँ हो वाच भन्छु चस्मा दिदी ब्रान्डको चस्मा छ यहाँ दिदी हाम्रो दिदीहरूको लागि हामी एउटा राम्रो चोकमा आइपुगेका छौँ एउटा ब्युटिफुल चोक यहाँ सर्कलमा कस्तो राम्रो आई लभ उटी लेखेको छ यहाँ मुझे नहीं चाहिए मेरे पास है यो यस्तो तिमीलाई 100 रुपियाँ सोध्नु त 100 रुपियाँ भन्नु लाग्नु ग्लास है पुणेको ग्लास है ठिक छ ब्रो होइन अलिकति घुमेको छ कलर दो आएगा ब्राउन भी कलर है आप किधर से हैं भैया बिहार से हम लोग भी आपके नेबर नेपाल से हम लोग अनि केशव ब्रोको रुममा गएको बेला 570 एउटाको पेट्रोलको र खानाको क्या अनि कसले के गरेको मैले पे गरेँ मस्त टी सर्ट छ यहाँ टी सर्ट हामीहरू खानासाना लिएर आइसकेको छौँ अब रुममा खाने हो अलिअलि रमाइलो गर्ने हो अनि सुत्ने हो है त नाच गरेर मान्छे तुम से प्यार खाती मैं खाती बारी हुने हेबरै नहुने सल्लाइको सल्को पत्तर बारी हुने हेबरै नहुने सल्लाइको विक्रमया खाती हेबरै नहुने सल्लाइको हाम्रो डे 1 इन उटी अफिसियली एन्डेड हियर